हिजो राति आइपुग्यो बिहानमा चाहिँ हामी चिया पिउँदै जैतुमको स्कुल फुलहरू मुस्काउँछन् पुतलीले गीत गाउँछन् थोरै भए पनि भिडियो क्लिप हेर्नुभयो र अब भने फेरि ब्लगतिरै लाग्यो चिसो सेम मानुङकोटको फिल गऱ्यो यहाँ वालै रहेछ यो बादल मुनिको गाउँ भनेको खाल्टे हो अनि त्यसपछि यो त्यही डाँडा 10 वर्षपछि त्यही डाँडामा आइयो र त्यही डाँडाको घर अनि त्यसपछि सुन्तला यिनीहरूले यहाँ नि यता चाहिँ हाम्रो लालबहादुर बेनाको ससुराली घर रे अब यहाँ यो होला सायद सर लाएर यहाँ फेरि हावा चलिरहेछ एकदमै जे होस् मजाले घुमियो गैँडाकोट हुँदै अनि त्यसपछि मुगलिनको बाटो घुमाउने हुँदै अनि लुङ्ग्री धेरै ठाउँहरू पार गरेर फाइनल्ली हामी यहाँ मैले यो टी डाँडा हो टी डाँडादेखि हामी खाल्टे हुँदै ढाडबेसी अनि त्यसपछि बङ्करफाँट अनि तमार पुगिन्छ ठ्याक्कै एक चक्कर लगाउँछ भनौँ न हामीले जोस् रमाइलो भयो सुन्तला पाउँदो रहेछ यहाँ यो चाहिँ बगम्दी भन्छ अरे यो ठाउँलाई बगम्दीको सुन्तला बगानमा हामी प्रवेश गऱ्यौँ र सालोले एउटा चाख्न पर्यो सुन्तला चाख्न लाउनु भयो सुन्तला चाखौँ कतिको गुलियो रहेछ भन्नु है सालो खानुहोस् त धन्यवाद यो ठाउँको पनि रिप्रेजेन्ट गर्नु न सालो टेस्टी छ है ल ठिक छ एकदम गुलियो रहेछ एकछिन यो जैतुनको सुन्तला बगानको दृश्य हेरौँ हामी चाहिँ सुन्तला घारी आउँदैछ है हजुर सुन्तलाको बगैँचातिर लाउनुहोस् ल आउनु होला हेर्नको लागि सुन्तला यसमा आउँदाखेरि हामीले चाहिँ एकदमै मजाले सुन्तला फलेको यो सुन्तलाको बगानै देखियो आउँदै गर्नु म देखाउँदै गर्छु बगानहरू देखिन्छ मस्तिर नि सुन्तला पहेँलै छ हजुर सुन्तला पहेँलै छ के गर्ने जस यहाँको जीविकोपार्जन चाहिँ यो सुन्तलाबाटै भयो भनौँ न अगाडि भने दाई अङ्कल र सालो तिनैजना सुन्तलाको अवलोकनमा बिजी हुनुहुन्छ र म तिनैजनासँग रमाइलो कुरा गर्न कोसिस गर्छु हजुरको शुभ नाम मेरो नाम राजेन मगर म डमारदेखि तपाईँको अहिले बर्लाइनदेखि दिइरहेको भन्दा अलिक मुनि सुन्तला हेर्नको लागि आएको हेर्नुहोस् तपाईँहरू पनि हेर्न सक्नुहुन्छ भिजिट गर्नुहोस् हेलो सर हजुरको शुभ नाम
नमस्कार, मेरो नाम टेक बहादुर राणा मगर। यतिखेर पनि हामी बगनदीप आइपुगेका छौँ। सुन्तलाका रसिला दानाहरू तपाईँले पनि देख्न सक्नुहुन्छ र तपाईँले भिजिट गरिदिनु होला है। धन्यवाद। धन्यवाद। हेलो, हाई, हजुरको शुभ नाम? मेरो नाम थामबहादुर राणा। थामबहादुर राणा मगर। हामी यो ठाउँमा आउनुको कारण के थियो खासमा? कारण चाहिँ नै अब नयाँ ठाउँ पनि भयो अनि एउटा यसो सुन्तला भएको ठाउँतिर घुम्न जाऊँ भनेर चाहिँ नि हामीले एउटा चाहिँ नि योजना बनाएर आएको। मजाले सुन्तला पनि खाइयो। हजुर, सुन्तलाको बोट हेर्नुहोस्, मजाको चाहिँ नि लत्रम्मै फलेको छ है। ल धन्यवाद सर। सुन्तला नि टिप्यो, अब हामी मजाले लागि जाने होला। मजाले चाख्ने खाने है। ल ल ठिक छ। ल खुसी माइतीले अङ्कल सुन्तला खाएकै छ कि होइन? सुन्तला खानु पर्यो नि बाबु, यसो अर्ग्यानिक फ्रेस सुन्तला होइन, खानामा मामालाई देखाइदिनु न। मामा के अरे बाजेसँग अघि पनि बोलिसक्यो। सुन्तला खाएर केही असर त गरे छैन नि। कसै कसैलाई अलिक छरपटे पनि लाग्छ। यो भिडियो मार्फत म के भन्छु भन्दाखेरि जे होस् यो चिसो ठाउँमा अनि त्यसपछि यो सुन्तला पाउने ठाउँ भनेको पक्कै पनि चिसो हुन्छ ठाउँ होइन। जे होस् इन्जिन चाहिँ डह्रो भएको मान्छेहरू चाहिँ आउन पर्दो रहेछ भन्ने मलाई फिल भइरहेछ होइन। किनकि हाम्रो यहाँ दाजुभाइ साथीहरू चाहिँ कुनैलाई चाहिँ यो इन्जिनले अलिकति जान नसकेर त्यो अलिकति ओभरफ्लो भइरहेको अवस्था छ। बाटो कस्तो थियो, समस्या के भयो बिच बाटोमा? यात्रा यस्तो अब बाटो भनेको कहीँ अब विकास हुँदै जाने क्रममा कहीँ कतै अब भइरहेको छ, कतै अगोड छ, कतै पिच पनि छ होइन। त्यसो पनि भेटियो बाटोहरू, गाह्रो अप्ठ्यारो त भइहाल्छ होइन। त्यही हो, जति चुनौती हुन्छ नि त्यति नै हाम्रो लागि चाहिँ यो घुमिराख्ने टाइममा चाहिँ त्यो नै मजा हुँदो रहेछ कि चुनौतीहरू पार गर्दै जाँदाखेरि चाहिँ त्यो नै आनन्द हुँदो रहेछ। यसरी नै हामी घुमिरहेछौँ। बगमदीबाट चाहिँ हामी फर्क्यौँ। यो लास्ट सुन्तलाको भ्यू। सालोलाई चाहिँ सुन्तला खाँदा खाँदा चिसो लागेको हो सालो? मेरो पहिल्यैदेखि सुन्तला खाएर त केही पनि सालोलाई चिसो लाग्यो। पहिल्यैदेखि मेरो। अब चाहिँ हामी फर्केको अवस्था छ। अबको भिडियो भनेको खाल्टेतिर ढाडबेसीतिरको आउनेछ। स्टे ट्युन गाइस। यहाँ चाहिँ अचम्मको कुरा चाहिँ यहाँ ढुङ्गाको बिचबाट चाहिँ भित्रबाट चाहिँ पानी निक्लिएको अवस्था रहेछ एकदमै। खाल्टेसम्मको यात्रा तपाईँको कस्तो भयो? यस्तो राम्रो भयो, नाइस। तर बगानको दृश्यको अवलोकनपछि हामी अहिले चाहिँ ठ्याक्कै खाल्टे पुलमा आइपुग्यो। त्यसमा दुईजना सालो र अबको ब्लग भनेको हाम्रो यो खाल्टेसम्म मात्र हो। समग्र रूपमा हाम्रो यात्रा कस्तो भयो अङ्कल? अब यात्रा एकदम इन्जोय भयो। अब हाम्रो यात्रा चाहिँ लगभग अब अन्त्य हुन गइरहेको छ। मोबाइलको स्टोरेज फुल भएको कारणले हामीले यो खाल्टेसम्मको मात्र भिडियो कैद गर्न सक्षम भयो र डे 2 को भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ एभ्रिवान।